दुवै देशद्वारा अथवा भारत र नेपालद्वारा एक अर्काको जमिनमा अतिक्रमण स्वीकार। यो कहिलेको कुरा हो? सन् 2025 को जुलाई नयाँ दिल्लीमा नेपाल भारत बाउन्ड्री वर्किङ ग्रुपको 7औं बैठक बसेको रहेछ। बाउन्ड्री वर्किङ ग्रुपको 6वटा बैठक त ओझेलमै रहेछ। यो विषयमा प्रधानमन्त्री बालन शाहलाई जानकारी भइसक्दा पनि उहाँले संसदको रोस्ट्रममा उभिएर बोल्दा नेपाली भूभाग अतिक्रमण भएको बारेमा सोधिएको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको जानकारी म प्रधानमन्त्री भइसकेपछि प्राप्त भयो। बोल्नु भएको यही हो प्रधानमन्त्रीले। तर यो बोल्दै गर्दा यो तथ्य जो मैले अहिले बोल्दैछु यो तथ्य उहाँले उजागर किन गरिदिनु भएन? किन लुकाउनु भयो यो राष्ट्रघातलाई? केपी ओली नेतृत्वको सरकारले मात्र होइन, अझ त्योभन्दा अगाडि 6वटा बैठक त बसिसकेका रहेछन्। के भएका छन् ती 6वटा बैठकहरूमा? यो त पूर्ववर्ती सरकारहरूले स्वीकार गरेको तथ्य रहेछ नि त। नेपालले पनि भारतको भूभाग अतिक्रमण गरेको छ भन्ने तथ्य नेपालका पूर्ववर्ती सरकारका नेताहरूले स्वीकार गरेको तथ्यमा टेकेर बालन शाह प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट मनको भडास पोख्नुभयो। नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको रहेछ भन्ने कुरा म प्रधानमन्त्री बनेपछि थाहा पाएँ। यही हो बालन शाहले आफू प्रधानमन्त्री भएपछि जानकारी पाएको कुरो यही हो। 7औं बैठकमा दुवै देशका वरिष्ठ अधिकारीहरूले सीमा क्षेत्रको नो म्यान्स ल्यान्ड अर्थात 10 गजा भनेको नो म्यान्स ल्यान्ड दुवै देशका नागरिकहरूको बसोबास हुन पाउँदैन। त्यो दुवै देशतिरको निश्चित भूभाग हुन्छ, त्यो निश्चित भूभाग खाली छोड्नु पर्छ। यो 10 गजाको मान्यता हो। दुवै तर्फका नागरिकहरूबाट अतिक्रमण भएको तथ्यलाई औपचारिक रूपमा स्वीकार गरिएको थियो। बैठकमा नेपाली नागरिकहरूले भारत तर्फको जमिनमा खेती गरेको र भारतीय नागरिकहरूले नेपाली भूमि ओगटेको स्पष्ट दस्तावेजी प्रमाणहरू प्रस्तुत गरिएका थिए। गत वर्ष केपी ओली प्रधानमन्त्रीमा रहेको बेला यो जानकारी प्रधानमन्त्री बालन शाहले अहिले आफू प्रधानमन्त्री बनेपछि प्राप्त गर्नुभयो। यही कुरो उजागर गर्नुभयो उहाँले संसदको रोस्ट्रममा उभिएर। अनि यो बालन शाहले गरेको राष्ट्रघात भयो। विपक्षी राजनीतिक दलका नेताहरूले हिजो मच्चाएको हंगामा यसैमा केन्द्रित छ। विषयको गाम्भीर्यतालाई बुझ्नतर्फ संसद क्रियाशील देखिँदैन। दर्शक, प्रधानमन्त्री बालन शाहलाई नै तत्कालै यो विषयमा प्रश्न सोधिदिएको भए प्रधानमन्त्री बालन शाहले यो विषयमा स्पष्टीकरण त दिनै पर्थ्यो। कुन ठाउँको भूभाग नेपालले अतिक्रमण गरेको छ, भारतको भूभाग, यो सोधिदिएको भए प्रधानमन्त्री बालन शाहले यो लुकाउनु पर्ने विषय हुने थिएन। यो तथ्य सार्वजनिक गर्नै पर्थ्यो। तथापि प्रधानमन्त्री बालन शाहले लुकाएको जस्तो देखियो यो तथ्य। केपी ओली लगायतका पूर्ववर्ती सरकारहरूले गरेका राष्ट्रघातहरू प्रधानमन्त्री बालन शाहले लुकाउनु पर्ने विषय हो र? होइन नि। सोही बैठकमा अर्थात 7औं बैठकमा गत वर्षको जुलाईमा यस्ता क्रस होल्डिङ्स भन्नाले एक अर्काको भूमि ओगटेका क्षेत्रको पूर्ण सूची तयार पार्ने सहमति दुवै देशका बीचमा भएको थियो। यो सरकारसँग सुरक्षित रहेको दस्तावेज हो। दर्शक, अन्तर्राष्ट्रिय सञ्चार माध्यम र सीमा अधिकारीहरूका अनुसार व्यक्तिगत स्तरमा नेपालीहरूबाट भारतीय भूमि प्रयोग भएका केही मुख्य उदाहरणहरू यस प्रकार छन् भनेर दस्तावेजीकरण गरिएको छ। त्यो बैठकमा गत वर्षको जुलाईमा, मैले भनिहालेँ 7औं बैठक हो, जुलाईमा सम्पन्न भएको बैठक। त कहाँ त भनेपछि उत्तराखण्डको खटीमा घटना फेब्रुअरी 2025 मा भएको रे। उत्तराखण्डको उधमसिल नगर जिल्ला अन्तर्गत पर्ने खटीमा क्षेत्रको 10 गजामा नेपाली नागरिकहरूले अतिक्रमण गरेको पाइएको छ। भारतीय प्रशासनको टोली, राजस्व विभाग, वन विभाग र एसएसबी अतिक्रमण हटाउन पुग्दा स्थानीय नेपाली नागरिकहरूले विरोध गरेपछि त्यहाँ केही समय तनाव उत्पन्न भएको थियो। यो दस्तावेजीकरण हो। दर्शक, अब यो प्रधानमन्त्री बालन शाहले यसैको आधारमा बोल्नु भएको। 7औं बैठक बसिसकेको रहेछ। 7औं बैठकले निकालेको निष्कर्ष यो रहेछ। म प्रधानमन्त्री भइसकेपछि यो जानकारी पाएँ। यति भनिदिएको भएपछि उहाँमाथि लागिरहेको जो अहिले आरोप छ, यो आरोप त्यसै पनि खण्डित हुन्थ्यो। तर आरोप लगाउने मात्र होइन, यहाँ त गम्भीरतापूर्वक संसदमा हंगामा मचाउने, कुटपिटमै उत्रिने, अपमानजनक शब्दहरू बोल्ने, प्रधानमन्त्रीलाई अपमान गर्ने, सभामुखलाई अपमान गर्ने, यस्ता खालका गतिविधिहरू भइरहेका छन्। 2/3 बहुमत प्राप्त राजनीतिक पार्टीको नेतृत्वमा सरकार निर्माण भएको छ। यो सरकारलाई काम गर्न दिउँ, यस्ता काम गरोस् यो सरकारले, ताकि ती कामहरू देशको हितमा हुन्, जनताको हितमा हुन्। पुराना राजनीतिक दलका नेताहरूले गर्न नसकेका काम यो सरकारले गर्न सकोस्। यो सरकारले गर्दै आएका केही कामहरूमा कहीँ कतै त्रुटि भएको छ भने त्यो त्रुटिलाई हामीले औल्याउनु पर्छ, देखाउनु पर्छ, सच्याउनु पर्छ र सही काम गराउनु पनि पर्छ। सही काम भन्नासाथ जनपक्षीय काम, देशको हितमा। अब यो सोचको
त्यसको आधारमा संसदका बैठकहरू परिचालित भए पो जनतामा पनि अलिकति आशा पलाउँछ। हाम्रा राजनीतिक दलका नेताहरूले केही राम्रै काम गर्दैछन् है भन्ने सोच हुन्थ्यो। त्यो सोचको विकास हुनै दिइएन यहाँ। र अर्को छ अतिक्रमित भएको भनिएको जग्गा जो नेपाली नागरिकहरूबाट दुधवा टाइगर रिजर्भ क्षेत्र लखिमपुर खेरी भारतीय भूभाग भारतको लखिमपुर खेरी स्थित दुधवा टाइगर रिजर्भको किनारमा पर्ने 10 गजा क्षेत्रमा नेपाली नागरिकहरूले उखु खेती गरिरहेका छन्। अब यी विवादित क्षेत्रको रूपमा लिएको छ। नेपाल भारत बीचको करिब 600 किलोमिटर सीमा क्षेत्र नदीहरूले निर्धारण गर्छन्। पूर्वमा मेची, पश्चिममा महाकाली र सुस्तामा नारायणी। यी नदीहरूले बारम्बार आफ्नो धार परिवर्तन गर्ने गरेकाले र पुराना नक्साहरू स्पष्ट नहुँदा सीमा पुनः निर्धारण गर्न प्राविधिक रूपमा अत्यन्तै कठिन भएको छ। यो मैले अघि चर्चा गरेँ दर्शकबिन, नेपाल भारत बाउन्ड्री वर्किङ 7औं बैठकले लिपिबद्ध गरेको दस्तावेजीकरण हो। यो दस्तावेजीकरणले के स्पष्ट गर्यो त? प्रधानमन्त्री बालेन शाहले जो व्यक्त गर्नुभयो, नेपालले पनि भारतको भूभाग अतिक्रमण गरेको कुरा म प्रधानमन्त्री भएपछि जानकारी पाएँ। अब यो राष्ट्रघात हो, यो भारतको हितमा बोलिएको हो, नेपालको विरुद्धमा बोलिएको हो कि के हो? गम्भीरतापूर्वक बुझ्नु परेन। संसद भित्र छलफल गरिने विषय हो। संसद भित्र गुण्डागर्दी गरिने विषय होइन यो, हंगामा मचाउने विषय होइन यो। जनताबाट 2/3 बहुमत प्राप्त गरेर बनेको प्रधानमन्त्रीलाई राष्ट्रघात जस्तो गम्भीर अभियोग लगाएर अपमानित गर्ने थलो होइन संसद। सांसदहरू आत्मसमीक्षा गर्नुपर्छ। यति लामो समयसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नामबाट नेपाली कम्युनिस्ट पार्टीले, तीनै पार्टीका नेताहरूले शासन गर्दै आउनुभयो। तपाईहरुले शासन गर्दै आउँदा स्वीकार गरेको तथ्य प्रधानमन्त्री बालेन शाहले संसदबाट उजागर गरिदिनु। यो राष्ट्रघात किन लुकाइयो आजसम्म? नेपालीहरूले पनि अथवा नेपालले पनि भारतको भूभाग अतिक्रमण गरेको छ भन्ने तथ्य भित्रै गोप्य रूपमा स्वीकार गर्दै 7औं बैठक बसिएको रहेछ त। अरु 6वटा बैठक कुन कुन मितिमा बसे त्यो मैले जानकारी पाउन सकेको छैन दर्शकबिन। पछि जानकारी पाउँदै गरे भने यो विषयमा पनि यहाँहरूलाई म उजागर गरौँला। तथापि यो 7औं बैठकले लिएको बैठकको यो निष्कर्ष हो। यो निष्कर्षको आधारमा प्रधानमन्त्री बालेन शाहले संसदको रोस्ट्रममा उभिएर जो जानकारी गराउनु, सुन्दा हामीलाई पनि चित्त दुख्यो, अप्रियकर लाग्यो। के बोलेको होला यस्तो भन्ने लाग्यो। नेपालले भारतको भूमि अतिक्रमण गरेको छ भन्ने कतै दस्तावेजीकरण छैन। अहिलेसम्म कतै पनि दस्तावेजीकरण छैन। अझ चर्चित सीमाविद बुद्धिनारायण श्रेष्ठले समेत प्रधानमन्त्री बालेन शाहबाट व्यक्त अभिव्यक्तिलाई आपत्ति जनाउनु भएको छ। त्यो अभिव्यक्ति फिर्ता लिन भन्नु भएको छ उहाँले। अझ संसदमा त्यो रेकर्डबाट हटाउन दबाब दिइएको छ विपक्षी राजनीतिक दलका सांसदहरूबाट। वास्तविकता के हो त? देखिएको रहेछ नि त, लेखिएको रहेछ नि त, दस्तावेजीकरण भइसकेको रहेछ नि त। यो कुरालाई प्रधानमन्त्री बालेन शाहले किन लुकाउनु भयो? लुकाउनु पर्ने के आवश्यकता थियो? पुराना राजनीतिक दलका नेताहरूले गरेका भ्रष्टाचार जन्य क्रियाकलापहरूलाई त सार्वजनिक गरेर भण्डाफोर गर्नुपर्ने हो नि त। नेपाली जनताको चाहना त यही हो। त यसलाई प्रधानमन्त्री बालेन शाहले उजागर नगर्नु उहाँको कमजोरी देखिएको छ। तर यो कमजोरी अरूले गरेको राष्ट्रघातलाई लुकाउनको निम्ति पक्कै होइन, उजागर त छोटकरीमा गरिदिनु भयो उहाँले। नेपालले पनि भारतको सिमाना अतिक्रमण गरेको रहेछ भन्ने कुरा म प्रधानमन्त्री भइसकेपछि जानकारी पाएँ। यसको आशय के हुन्छ? यसको आशय हो अब यो विवादको समाधान गर्नु जरुरी छ। 7औं बैठकसम्म यो विवादमा ब्रिटिस सरकार सहभागी हुनुपर्छ भन्ने बारेमा चर्चा उठेको थिएन। कतै त्यो दस्तावेजीकरण छैन। स्वीकारोक्ति छ नेपालले पनि भारतको सिमाना अतिक्रमण गरेको रहेछ भन्ने कुरा। 7औं बैठकको मैले पढेर सुनाए दर्शक बिन्दुहरूलाई। दस्तावेजीकरण भइसकेको जो बुद्धिनारायण श्रेष्ठजीले कतै पनि दस्तावेजीकरण भएको पाइएको छैन। अरु विभिन्न राजनीतिक विश्लेषकहरूले पनि भन्नुभएको छ कतै पनि दस्तावेजीकरण भएको छैन जो दस्तावेजबाट नेपालले भारतको सिमाना अतिक्रमण गरेको छ भनेर लेखिएको होस्। तर यो 7औं बैठकले त लेखेको रहेछ त। यही कुरालाई गम्भीरतापूर्वक प्रधानमन्त्री बालेन शाहले उजागर गर्नु भएको हो।